ऑफ बीट है पर कुड़ियां दे नाल बहुत स्वीट है। मुंडा थोड़ा ऑफ बीट है पर कुड़ियां दे नाल बहुत स्वीट है। ढोंगी सा ये बड़ा ढीठ है, वायरल हो गया ये ट्वीट। पर फूल वूल करने में कूल तू बड़ी तेज कटारी है। शगन तेरी की लगन तेरी की हमने कर दी तैयारी है। नचते ने सारे रल मिल के आज हिले डुल के ले सारे के सारे नजारे। नचते ने सारे रल मिल के आज हिले डुल के ले सारे के सारे नजारे। खसमानों का नहीं लालू बड़े करारे चढ़ चढ़ के चौबारे तेरा मनाल स्वीटू आजा मारे। आलू बड़े करारे तेरा मनाल लालू बड़े करारे चढ़ चढ़ के चौबारे तेरा मनाल स्वीटू आजा मारे। मुंडे पेलेंटी मेरे लिए हो गए सेंटी, तेरे लिए हो गए सेंटी, तेरे लिए हो गए सेंटी। तेरे लिए मैं सेट हूँ इस बात की गारंटी। पर फूल वूल करने में कूल तू बड़ी तेज कटारी है। शहर बांध के कूद फांद तुझे ले जाना इस बारी है। नचते ने सारे रल मिल के आज हिले डुल के ले सारे के सारे नजारे। नचते ने सारे रल मिल के आज हिले डुल के ले सारे के सारे नजारे। खसमानों का नहीं क्यामेरातिर नहेरिकन जानी भयो जापानमा बाबा सेतो हराए बाबा आउँदाखेरि पहिलो पो छोरो जाँदा यसले स्किनलाई एकातिर राम्रो गर्छ अर्कोतिर ब्याक्टेरियाहरू मार्छ अनि भोलिको शुभ कार्य सुसम्पन्न हुन्छ भनेर लाउने हो है। यसले चाहिँ केही नराम्रो गर्दैन, एकदम एन्टिसेप्टिक क्रिम हो यो, लपक्क लाउने। अनि वैज्ञानिक उसहरू पनि छ, तिमीलाई चाहिँ यो लगायो भने भूत पिचास आँखा नराम्रो आँखाहरू केही पर्दैन। त्यही भएर भोलि हेल्दी भएर काम गरिन्छ है त। ताली मात्रै बजाउनु आउँछ आउँछ भालो चिन्ता नगर्नु फुफड़ हमने सारे मनाने जोर जोर से शोर वोर कर डीजे गाने बजाने रुकड़े रुकड़े जीजा फुफड़ हमने सारे मनाने। पर फूल वूल करने में कूल तू बड़ी तेज कटारी है। शगन तेरी की लगन तेरी की हमने कर दी तैयारी है। नचते ने सारे नचते ने सारे नचते ने सारे रल मिल के आज हिले डुल के ले सारे के सारे नजारे। नचते ने सारे रल मिल के आज हिले डुल के ले सारे के सारे।
माथि टाउकोमा हाल्नु न हेरेकै दिन भिज्छौ मजाले मितिनु न गालाहरू टाउकोमा हाल्नु न वारण जस्तै बस्नु नचलाउनु तिमी हाँस्नु पर्यो तपाईँहरू हाँस्नु न एक्सप्रेसन चाहियो कस्तो गोरो भएको मुखमा हात नलाइदिनु क्या मुखमा हात नलाइदिनु छोडिदिनु मुखमा हात नलाइदिनु लम्बोदराय सकलाय जगद्धिताय नागाननाय सुरयज्ञविभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते अभिवक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा लीलावतीं सरस्वतीं प्रणम्यादौ सर्वकार्यार्थसिद्धये सर्वरक्षार्थसिद्धये श्री गणेशाम्बिकाभ्यां ओम कलशस्य मुखे विष्णुकण्ठे रुद्रे समास्ता मूल्ये प्रस्तुत ब्रह्मामति मात्रे गणेशः सागरा सत्ता सप्तद्वीपा वसुन्धरा ऋग्वेद यजुर्वेद सामवेदो वेदर्मणाङ्गैः सहिता सर्वे कलशन्तु समास्मृता ओम एउटा फल धान्दिनु ओम जाहा फल एउटै राख्यो हुन्छ है अब एउटा ओम जाहा फलिवेशा अपलाप स्वाजा ओम हिरण्यगर्भः समवर्ताग्रे भूतस्य हामीले दक्षिणाहरू सबैमा राखिरहेका छौँ है ओम हिरण्यगर्भः समवर्ताग्रे भूतस्य तदोत्पन्नोषि तथा कुम्भं विकृतो विष्णुना स्वयं ततो ये सर्वतीर्थानि देवा सर्वे त्वयि स्थिता त्वयि तिष्ठन्ति भूतानि त्वयि प्राणाः प्रतिष्ठिता ततः ओम पूर्वे अब ओम यो कलशमा पूजा गर्ने हो ओम पूर्वे ऋग्वेद यही उहाँको हातमा दियो भने उहाँले हालिदिनुहुन्छ सबैले ओम दक्षिणे यजुर्वेदाय नमो नमः गन्धास्थ पुष्पाणि समर्पयामि त्यो बहिनीले के गर्छिन् भने यो उसले कपाल काटिन्छ सुरुमा मामालाई म काट्ने बेला भनिदिन्छु पहिले सुरुमा दाहिने छिद्रको काटिन्छ ब्राह्मण प्रजापति श्री सन्दा शिव देव सुरु देवता सुरग्रहण एक विधि होगा त्यहाँ छोडिदिनु त छुरोको यसो सविता सुरेण सोमशेषराजदेवरमसिद्धं मुक्तिन ब्रह्मणो वपति दस्यान् जडा जरिसरः अब यी दुईटाको चाहिँ एउटा लग्न भोजन गरिदिउँ ओम नमो गोभ्य श्रीमती जय सौरभेश नमो ब्रह्मास्त्रावेश परिश्राभ्य नमो नमो गावधि नमो गए अब जल श्रीमद्भगवतो महाप्राणपुरुषस्य विष्णुराज्ञया प्रवृत्तमानस्य सर्वजगत सृष्टि कार्यमन्त्रमयोजिते प्रादेश विशुद्धवाराः कल्पे वैवस्वतमनोत्तरे अष्टादशमे कलियुगे प्रथमचरणे भूर्यस्य जन्मदेवी भारतवर्षे गतखण्डे आर्यावर्तान्तर्गते नेपालदेशे पार्श्वदेशे द्वितीयायां शुभपुण्यतिथौ अद्य द्वितीयायां शुभपुण्यतिथौ विशेषेण विशिष्टायां पुण्यायां शुभपुण्यतिथौ अद्य अब आफ्नो नाम सम्झनु होला तपाईहरु दुईजनाले आवयो हो भन्नु पुत्रस्य मनाथ शर्मणः बालकस्य चूडापनयन वेदारम्भ समावर्तन कर्मणि चूडापनयन वेदारम्भ समावर्तन कर्मणि चूडाकरणार्थं लग्न गोदानम आवाम परिस्या भए सम्झिनु नाम सम्झिनु आवयो हो पुत्रस्य भुजराज बालकस्य चूडा उपनयन वेदारम्भ समावर्तन कर्मणि अधिकार सिद्धये चूडाकरणार्थं लग्न गोदानम अहम आवाम करिष्यामि यो के भनेको भने उसको परिष्कार गर्छ भने चूडा कर्ममा
पैसा मैले 5 पटक दिनु ल सामान चाहिँ अर्डर गर है ढिलो हुन्छ गजराज नामक हुमनाथ नामक आचार्य कसको कर्मचारी कसको कर्मचारी हो तिमी कोबाट शिक्षा सिक्छौ भनेको अब तिमीले भवतः भन तिमीले भवतः भन सबैबाट सिक्छौ भनेको है ल एउटा दक्षिणा समाज पैसा दिनुस् त ए भगवान कै नाममा 3 ताल बजे खैजाडी 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 खैजाडी भगवान कै नाममा 3 ताल बजे खैजाडी ओम नारायणाय नमः कपुर छ भने कपुर अब चौथो पटकमा हात जोडे ओम नारायण अब आयो अब सावित्री मन्त्रदानको लागि के गर्नु पर्यो कपडा एउटा भूर्भुवस्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य
Saapyayatam sutam saapyayatam yesuvalam saapyayatam. अब गाङ मनेकी हे अवश्य आगे सुन्दै बाबु तिमीले नाकमा ओम साप्यायाtam आँखामा ओम सुतम साप्यायाtam कानमा ओम yesuvalam साप्यायाtam कि बाबु ए दियो दिवाले को छोटी दिन न अब आमाले एउटा डालीमा उयो दुईटा डाली मामाहरूले बोक्नुहुन्छ मामाहरू कता जानुभयो मामाहरूलाई बोलाउँ फेरि भयो बाबु मोबाइल पछाडि गरिदिनुहोस् न हामीले खिच्नै पाइएन अब त्यो भनेको तपाईँ मलाई भिक्षा दिनुहोस् भनेर भन्ने यता फर्कन बाबु यता पुरै यता घुमाउन तिमी यता मोबाइल हटाउनु हो आमा
होसिया मया लग्दा ए गुरु मैले यति होसियार ल अब हस्तेस पार्टीका देवो वः सविता यत्त्वमगन्या मन्दिरमा गएर चढाएर थिएँ अनि अब पछि चाहिँ लक्ष्यवर्ती पछि चाहिँ फुलपत्र बेलपत्र भागिरहन्छ अहिले शिवजीको बेलपत्र चढाउने काम दसमा हो साथीहरूलाई पनि कति बेला बोलाउनु पर्थ्यो है त शिव भगवान हरे राम हरे कृष्ण शिव भगवान माता पिता गुरुजन ईश्वर समान श्री रामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु 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 श्री रामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु
माता पिता कर्म दिने राम जन्म दिने माता पिता कर्म दिने राम नसकेमा मनले भज्नु सके चारै धाम श्री रामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु 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 श्री रामको हरे 10 महिना कोखमा बसी धरती जन्म पाइयो 10 महिना कोखमा बसी धरती जन्म पाइयो हरि नाम जप्दै जप्दै प्रभु शरण आइयो श्री रामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु 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 श्री रामको हरे हुर्कायौनी पिलाएर दुध 10 धारा हुर्कायौनी पिलाएर दुध 10 धारा सकिँदैन तिर्न कहिल्यै अमृत दुधको भारा श्री रामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु 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 श्री रामको हरे छोरी हुर्के आफ्ना घरमा छोरा विदेशैमा छोरी हुर्के आफ्ना घरमा छोरा विदेशैमा कहिले घाम लाग्ला तिनको बुद्धि विवेकैमा श्री रामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु श्री रामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु श्री रामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु श्री रामको सेवा गर्नु
गए जो आए पहिले जिजु गए बाजे गए जो आए पहिले यो धरतीमा कतिन्जेल बाँच्नु छ र मैले पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो पछि पछि हिँड्छ काल अघि अघि हामी पछि पछि हिँड्छ काल अघि अघि हामी कति राख्छ औषधिले कच्चा देह थामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो हरे छोरी रुन्छन् पिँढीसम्म छोरा घाटैसम्म छोरी रुन्छन् पिँढीसम्म छोरा घाटैसम्म थाहा पाए गाउँले जति एकछिन हुन्छन् जम्मा पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो हरे सक्नु पर्छ सधैँ मनमा राम्रा कुरा लिन सक्नु पर्छ सधैँ मनमा राम्रा कुरा लिन आज मोरे भोलि पल्टै भइहाल्छ 2 दिन पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान धर्म गर्ने हो एक दिन हामी पक्कै मर्ने हो सके दान
एउटा फल पनि ओम जाह फलिनिर्जा अफला पुष्पाजाश्च पुष्पेणी बृहस्पति प्रसुतास्तानो मुञ्चत्वगुणसः ओम फलं समर्पयामि लक्ष्मीनारायणाभ्यं नमः ओम हिरण्यगर श्रृङ्गारको सामान छ त्यसलाई छोइदिनुहोस् त ओम हिरण्यगर शान्ति प्रियच्छमि वस्त्र छ त्यहाँ वस्त्र लक्ष्मीका लागि वस्त्र छ ओम या देवी सर्वभूतेषु मातृरूपेण संस्थान नमस्तस्यै 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 नमो नमः ओम दीपस्थ नारायणाय नमः फूल अक्षता लिएर प्रार्थना गर्नु दिगवर्णं शुभाङ्गं लक्ष्मीकान्तं कमलनयनं योगिविद्यानगम्यं वन्दे विष्णुं भवभयारं सर्वलोकैकनाथं ओम लक्ष्मीनारायणाभ्यं नमः। अब सबैले आँखा बन्द गरेर एकपटक आफ्नो मनको कामनाहरू परिपूर्ण हुन् परिवारमा सुख शान्ति होस् भन्ने कामना गरेर एकछिन मनमा यो लक्ष्मीनारायणको प्रतिमा यसमा चढाउने ल। अब सबै आमाले यो बत्ती समाउने सबैले छिन् अनि त्यहाँबाट यता सल्काउँदै जाने। यहाँ माथिबाट उताबाट बरु कपुर छ भने कपुर हालिदिउँ है यसमा सल्किदिनुहोस् है। आवाहनम् आसनं समर्पयामि लक्ष्मीनारायणाय नमः पाद्यं समर्पयामि हस्तैः समर्पयामि पयपद्यं समर्पयामि परिस्नानं आवाहित सर्वेभ्यो षोडशो उस्तै मिल्छ फल साधु सन्तको नलाउ नजर अन्तै अन्तको सङ्गत गर्नु 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 साधु सन्तको। नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय लक्ष्मी नारायण 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 ब्रह्मा नारायण 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 ब्रह्मा नारायण 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 विष्णु नारायण 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 ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय भजन गाओ न भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय।